पेर आयो राखेर कसले हेपेर आएको हो कि यति भन हैन तपाईले त्यस्तरी पेलेर आउनु भएको छ अनि मैले पनि पेल्दै आउँदै देखेन अहिले झ्याप्प दिन्छ सालाले थाहा हुन्छ ओभरटेकर देखेन त्यहाँ मैले पेलेको हो नानीको छोरा नेक्स्ट के छ त म उताले को हेलो नमस्ते साथीहरू सबैजनालाई स्वागत छ मेरो अफिसियल युट्युब च्यानलमा। आज म एउटा भिडियोमा रियाक्सन गर्न गइराखेको छु, अर्थात् एउटा भिडियो हेर्न गइराखेको छु। तपाईहरुसँगै बसेर हामी त्यो भिडियो हेर्नेछौँ र यहाँनिर तपाईहरुलाई कतिको जोश चढ्छ यो भिडियो हेरिसकेपछि र तपाई यो ठाउँमा तपाई भइदिएको भए के गर्नुहुन्थ्यो त्यो कुरा पनि तलको कमेन्ट बक्समा लेख्नु होला र भिडियोलाई पुरा हेरेर इन्जोय गर्न सक्नुहुन्छ। भिडियो चाहिँ एकदमै बवाल छ, जहाँनिर दुईजना राइडरहरू जसले भ्लग बनाएर विभिन्न ठाउँहरूलाई एक्सप्लोर गर्ने काम गरिराखेका छन्, ती व्यक्तिहरू एउटा नयाँ ठाउँमा जान्छन् र नयाँ ठाउँमा गएकै बेला चाहिँ त्यही ठाउँका मान्छेले अर्थात् त्यही ठाउँमा कुनै व्यक्तिले चाहिँ एकदमै दादागिरी शैलीले त्यहाँनिर ती व्यक्तिहरूलाई कुर्छन् जो चाहिँ बाइकमा हुन्छन् र उनी कारमा आएका व्यक्तिले। गल्ती यहाँनिर कसको छ त्यो छुट्याउने जिम्मा तपाईहरुको। यहाँनिर मेरो नजरमा गल्ती चाहिँ यहाँनिर जसको भए पनि बाइकवालाले फेरि त्यहाँनिर गएर पछाडि फर्किएर त्यो व्यक्तिसँग केही कुरा गर्न खोजिराखेको र गल्तीको बारेमा उनी पनि सम्भवतः त्यहाँनिर अलि होलै मान्छे भेटेको भए पिर्थ्यो होला, सायद त्यो हिसाबले जोसिएर गएका थिए कि त्यस्तो पनि देखिन्छ। तर तपाईँ के भन्न चाहनुहुन्छ यो भिडियोमा तपाईँको आफ्नो विचार तलको कमेन्ट बक्समा राख्नु होला र हामी त्यो भिडियो तपाईँहरूसँगै बसेर हेर्छौँ है त। ल सुरु गरौँ है त। सबैभन्दा पहिले रन्डीको छोरा हैन होइन तपाईले त्यस्तरी पेलेर आउनु भएको छ अनि मैले पनि पेल्दै आउँदै देखेन अहिले झ्याप्प दिन्छ सालाले थाहा हुन्छ ओभरटेकर देखेन त्यहाँ मैले पेलेको हो नानीको छोरा नेक्स्ट के छ त म उताले सम्भवतः यो हाइलाइट होला हैन। मात्र अरू कोही पनि फोनै उठाउने केटाहरूले फोन गरेको फोनै उठाएन। यो राइड पनि अनप्लान राइड हो, साथीले अब के गर्ने भन्ने भयो होइन। अनि अब हामी चाहिँ यति लामो हेर्नुभन्दा पनि यो चाहिँ जहाँनिर यो घटना भएको थियो त्यहीँनिर मात्रै हेरौँ है साथीहरू। ल यहीँनिर है यहाँनिर यति स्लो गरेर पनि देखाइएको छ, जहाँनिर चाहिँ त्यो गाडीवालाले ओभरटेक गरेको हामी देख्न सक्छौँ। ओभरटेक गरेर ऊ अगाडि जाने क्रममा चाहिँ बाइक पनि उही स्पिडमा आएको। यहाँनिर म पनि एउटा बाइक चालकको हिसाबले चाहिँ मैले पनि कन्ट्रोल गर्न सक्दिनँ, त्यो स्पिडलाई चाहिँ कन्ट्रोल गर्न सकिन्न। सकेसम्म आफैले कटाएर त्यहाँनिर आफू चाहिँ जोगिने कुरा हुन्छ र कन्ट्रोल भने हुँदैन त्यहाँनिर। त्यस हिसाबले बाइकवालाको गल्ती मैले त्यति देख्दिनँ। यहाँनिर ओभरटेक गर्नुपर्ने बेला चाहिँ बाइकको स्पिड अगाडिको बाइकको स्पिड चाहिँ कति छ र त्यो बाइक चाहिँ कहाँ कटाउला भन्ने चाहिँ गाडीवालाले सोच्नु पर्थ्यो जस्तो मलाई लाग्ने है। किनकि म पनि एउटा बाइक राइडरकै हिसाबले चाहिँ त्यो त्यहाँनिर म भइदिएको भए त्यो गर्थे भन्ने चाहिँ मलाई लागेको हो। र तपाईँ यहाँनिर के भन्न चाहनुहुन्छ त्यो आफ्नै शैली हुन्छन्, आफ्नै तरिका हुन्छन्, बुझाइ पनि आफ्नै हुन्छ। यही घटनामा पनि धेरैले कसैले बाइकवालाको गल्ती छ भनेका छन्, कसैले गाडीवालाको गल्ती छ भनेका छन्। आफ्नो बुझाइ राख्न पाइयो, सभ्य भाषामा आफ्नो बुझाइ राख्नु होला। यहाँनिर बाइकवालाको गल्ती भनेको चाहिँ मलाई लाग्छ जहाँसम्म उनीहरू फर्किएर नजानु पर्थ्यो भन्ने मात्रै बाइकवालाको गल्ती लाग्छ। किनभने त्यसै फर्किएर जान आवश्यकै थिएन, जे कुरा भयो त्यो फर्किएर आउने थिएन। त्यहाँनिर यदि घटना भइहालेको भए, गाडीले हान्दिहालेको भए एउटा छुट्टै कुरा हुन्थ्यो, तर उनीहरू फर्किएर जानुपर्ने आवश्यक चाहिँ थिएन। जे घटना घट्यो सकिदियो त्यहीँनिर, तिनीहरू फर्किएर आफ्नै बाटो आफ्नो जहाँ गन्तव्य थियो त्यतितिर लागेको भए एकदम राम्रो हुन्थ्यो भन्ने सुझाव चाहिँ बाइकवालालाई दिन चाहन्छु। र अरू सम्पूर्ण गल्ती चाहिँ यसरी मान्छेलाई भौतिक आक्रमण गर्नु एकदमै ठुलो गल्ती चाहिँ यहाँनिर मैले यही गाडीवालाको नै देख्छु। तपाईहरु कसको देख्नुहुन्छ आफ्नो सभ्य भाषामा कमेन्ट लेख्नु होला।
फेरि हेरौँ है। होला एटिट्युड त बाइकवालाको पनि होइन है, यिनीहरू पनि सम्भवतः कुट्न सक्ने जस्तो व्यक्ति भावे 2-4 झापट लगाएरै आउने सोचले उनीहरू गएका हुन्। तर त्यहाँनिर उसको बडी जुन बडीको बनावट देखे, त्यो पछि उसको बोल्ने शैली, जसले पहिले नै काफर गर्न सक्छ त्यसले नै जित्ने हो क्या। यहाँनिर यिनी दुईजनाले पहिले 2-4 झापट हानिदिएको भए यो दाइ जसले पिटाइ दिइराखेको छ त्यो ठाउँमा आउन सक्थ्यो होला। पिटाइ चाहिँ नराम्रो भेटेका छन् है बाइकवालाले। तर यो चाहिँ गल्ती हो, मान्छेलाई भौतिक आक्रमण गर्नु चाहिँ एकदमै सबैभन्दा ठुलो गल्ती चाहिँ मलाई यो लाग्छ। किनभने कुराले सल्ट्याउनु पर्ने ठाउँमा त्यहाँनिर गल्ती कसको छ, के छ, यी सम्पूर्ण कुराहरू गल्ती भन्नुपर्ने ठाउँमा चाहिँ यसरी गर्नुपर्ने चाहिँ अनावश्यकै लाग्छ। र पुरा भिडियो हेरौँ है त यिनीहरूको। भाइ यार झन्डै लागेको भाइ यार, त्यत्रो गाडीहरू कस्तो कस्तो स्पिड आउनु भएको सम्भवतः यहाँनिर एक झापट आफ्नो साथीलाई हान्न बित्तिकै उसले कसलाई हात उठाएको भन्नुभन्दा पहिले हेलमेट खोलेर हान्न सक्नु पर्थ्यो। त्यो हानिसक्यो अलिकति उगाएर आउनुपर्छ नि त भाइ, हाम्रो स्पिड छ भाइ। अवस्था पनि आउँथ्यो होला, सम्भवतः म त्यो ठाउँमा भएको भए मृत्यु गर्ने होला। तर यहाँनिर अर्को साथीले जसरी आफूले बोलेरै जित्न खोज्यो, साथीलाई पनि 2-4 झापट हान्न बित्तिकै दुवैजना काफिसके, दुवैजनाले यो लडाइँमा हारिसके। र त्यो पछि उसले जति पिट्यो भने यिनीहरू सहनेवाला मात्रै थिए। अझै पनि उनीहरू पछि त बोलीले पनि सहन सक्ने अवस्थामा, अर्थात् बोलीले पनि जित्न सक्ने अवस्थामा थिएनन् त्यहाँनिर। भाइ केही भनेको छैन दाइ यार तपाईँले यार, दाइ यार दाइ यार केही भनेको छैन दाइ यार तपाईँ, छ दाइ यार दाइ यार पिट्न नसके हो क्या वास्तवमा। खासमा यी केटाहरूले पिट्न नसके हो, त्यो दाइले चाहिँ पिट्न नसके हो। 2-4 झापट पहिले नै हानिदिनु पर्थ्यो, त्यो पछि एकदमै सहज हुन्थ्यो। तर यसरी भौतिक आक्रमण गर्नु चाहिँ एकदमै निन्दनीय छ यो काम चाहिँ। भयो दाइ, सरी दाइ, दाइ सरी दाइ यार, सरी भयो दाइ, सरी ल हाम्रै गल्ती भयो, सरी दाइ यार, सरी दाइ भयो। हो तपाईँले हान्नु भएन भएन, गोबर के गरेको आउनु छैन दाइ यार, तपाईँ हावा सरी दाइ यार, ल हाम्रै गल्ती भएछ। त्यस्तो होइन दाइ, त्यस्तो हेपेकै छैन दाइ यार, तपाईँ केही भनेकै छैन दाइ, केही भनेकै छैन दाइ यार तपाईँले। भाइ प्लिज क्या दाइ यार, छैन नि दाइ हेपेको यार। केही भनेकै छैन दाइ यार हामीले। तिमीहरू भनेर उसले सोध्छ, हामी कोही पनि होइन भनेर केटाहरू जवाब दिइरहेछन्। कोही पनि हुँदा हामी हुन त के हुनु दाइ, हुन त के हुनु दाइ हामी। एक त पहिलो कुरा हामी त के हुनु दाइ, सम्भवतः राम्रै मान्छे होला, हात उठाउँ भने हामीलाई नै बर्बाद होला भन्ने सोच हुन सक्छ बाइकवालाको। दोस्रो कुरा बाइकवालाको र उसको फिजिकल्ली हेर्ने हो भने यी दुईजनामा कुनै स्ट्रङ देखिन्छ। किनभने उसको बडी स्ट्रक्चर हेर्ने हो भने त्यहाँनिर जिम सिम गरेको एकदमै बडीवाला देखिन्छ। त्यो हिसाबले पनि केटाहरू डराउन सक्छन्। मेरो यति सानो ढुङ्गल जान्छ त्यो त हो दाइ, थाहा छ दाइ। आम त नदेखाऊ, दम्म नदेखाऊ मसँग। त्यस्तो देखाएको छैन दाइ, के भनेको छैन दाइ तपाईँलाई। अनि मार्छ यहाँ अहिले। यो त यतिसम्म धम्की दिएछ कि एकजना मेरो साथमा चाहिँ अर्को कोही साथी हुन्थ्यो भने तिमीलाई मारि नै दिन्थेसम्म भनेको छ। सरी दाइ यार, सरी यसमा चाहिँ यार, एकदमै यसरी दादागिरी देखाउनु चाहिँ एकदमै मेरो नराम्रो हो। उताबाट र यस विषयमा कारबाही दाइबाट आएको हो क्या, हामी घुम्न लागेको दाइ होइन, वास्तवमा यो घटनामा चाहिँ यी व्यक्तिलाई जसले यो भौतिक आक्रमण गरेका छन् एउटा सानो कुरालाई लिएर त्यहाँनिर ट्राफिक रुल्सको कुरालाई लिएर त्यहाँनिर गल्ती कसको थियो भन्ने ट्राफिक रुल्समा हेर्ने हो भने उसको नै गल्ती देखिन्छ। हामीले देख्ने बेला चाहिँ त्यहाँनिर ट्राफिक बोलाएर पनि यो कुरालाई समाधान गर्न सकिन्थ्यो, यो गल्ती कसको थियो त्यो कुराहरू हुन्थ्यो। तर यहाँनिर त्यो केही गरेन र सिधै भौतिक आक्रमण गर्नु एकदमै गल्ती छ यो दाइको भन्न चाहन्छु म चाहिँ मेरो तर्फबाट। सरी दाइ यार, सरी दाइ, सरी प्लिज, सरी दाइ, के सरी दाइ यार, प्लिज दाइ, सरी दिनु न दादा। तिमीहरूको बाइक छ नि, मैले पनि चढेको छु, तर मैले त दम्ब कहिले पनि देखाइन। सरी दाइ, सरी दाइ यार,
ल यो भिडियोमा चाहिँ मैले सबैभन्दा पहिले त रियाक्सन दिनुभन्दा पनि यो भिडियोलाई मैले 5-6 चोटि हेरिसकेको पनि हो। खासमा आफ्नो ओपिनियन दिन खोजेको मात्रै हो। मलाई लागेको कुरा तपाईँहरूसम्म समक्ष सेयर गर्न खोजेको कुरा हो र तपाईँहरूलाई लागेको कुरा पनि तपाईँहरूले कमेन्ट बक्समा यसलाई चाहिँ यस्तो लागेको छ, हामीलाई चाहिँ यस्तो लागेको हो भन्न सक्नु होला भनेर यो भिडियो तयार गरेको वास्तवमा। तर मैले यो भिडियो चाहिँ धेरै हेरिसकेको छु सामाजिक सञ्जाल टिकटकतिर, फेसबुकतिर। यो अहिले एकदमै भाइरल भइराखेको छ र धेरैले आफ्नो ओपिनियनहरू दिइराख्नु भएको छ र आफ्नो बुझाइहरू राखिराख्नु भएको छ। धेरैले हाँसोको विषयको रूपमा पनि लिनुभएको छ, तर हाँसोको विषयको रूपमा लिनु चाहिँ त्यति उचित लाग्दैन। किनभने यसरी कुनै व्यक्ति नौलो ठाउँमा घुम्न जान्छ र त्यही ठाउँको बासिन्दाले अर्थात् त्यही ठाउँको नहोला तर अर्को ठाउँको भए पनि यसरी ठाउँलाई एक्सप्लोर गर्न हिँडिराखेका मान्छेहरूलाई यसरी भौतिक आक्रमण गर्नु एकदमै निन्दनीय कुरा हो र दुःखद कुरा पनि हो। पछ्याउँछ भए धेरै व्यक्तिहरू नेपालमा रोजगारी नभइरहँदा यसलाई पनि एउटा आफ्नो आम्दानीको स्रोतको रूपमा उपयोग गरिरहँदा यसै ठाउँलाई अरूलाई ठाउँको बारेमा चिनाएर आफू पनि रोजगार हुने र अरूलाई पनि ठाउँको बारेमा ज्ञान दिने मान्छेहरूलाई चाहिँ भौतिक आक्रमण गर्नु र त्यसैमा पनि अझै अपमानित शब्द तैँले 1-1.5 लाखको क्यामेरा किनेर 1-1.5 लाखको गोप्रो किनेर तिमीहरू दादागिरी देखाउन मिल्दैन भनेर अपमानित शब्दहरू बोलिराखेका छन्। त्यस कुरामा पनि एकदमै धेरै चित्त दुख्ने कुरा हुन्छ र तपाईँहरूलाई के लाग्छ यस विषयमा तपाईँहरूले पनि सभ्य भाषामा आफ्नो विचार राख्नु होला तलको कमेन्ट बक्समा। मलाई चाहिँ एकदमै दुःख लागेको छ भौतिक आक्रमण भयो र त्यहाँनिर केटाहरू जसरी जोसिएर गएका थिए त्यो जानु पनि त्यति आवश्यक थिएन। किनभने उनीहरूको काम त्यहाँनिर ट्राफिक हाम्रो गल्ती भयो दाइले, सरी दाइले, उनीहरूले भिडियो अपलोड गरिदिनु पर्थ्यो र अघिदेखि सरी भन्दा गर्दै तपाईँलाई सरी भन्दा हजुरलाई म भ्लान हुँदै मलाई चाहिँ लाग्छ यसरी फेरि सरी भन्दा हामी त बिस्तारै आइरहेको थियौँ, त्यही पनि बाटो थाहा छैन दाइ, फर्स्ट टाइम आएको हामी त फर्किएर गएर फर्स्ट टाइम आएको हो कि अहिलेसम्म आएको पनि थिएन दाइ यार होइन। त्यस्ता नराम्रो अपक्षित शब्दहरू बोलेको हामी धेरै भिडियोमा देख्न सक्छौँ। त्यसकारण पनि उनीहरू पनि त्यही हिसाबले त्यहाँनिर गएका होला। अर्थात् ट्रकको ड्राइभर थिएन, कारवाला थियो, बडी बिल्डरवाला थियो भन्ने उनीहरूले जानेको भए सम्भवतः जाँदैन थिए र त्यो जानेनन् र त्यो छ भन्ने पनि उनीहरूलाई थाहा भएन र गए पिटाइ खाए। त्यो दाइ कुनै गल्ती छ भन्न चाहन्छु। तपाईँ पनि आफ्नो विचार तल कमेन्ट बक्समा राख्नु होला। धन्यवाद।